आजको भिडियो सुरु गरौँ केही प्रायले सोध्ने प्रश्नहरूबाट। श्रीमान श्रीमती छुट्टिएपछि सम्पत्ति कसको हुन्छ? म विदेशमा थिएँ, श्रीमतीले नै छोडेर हिँडिन्, सम्पत्ति पनि आधा उनैले पाइन्, यस्तो किन भयो? सबै सम्पत्ति परिवार वा श्रीमानको नाममा छ, मेरो नाममा केही छैन, के मलाई अंश पाइँदैन? सम्बन्ध विच्छेद हुनु अघि सम्पत्ति लुकाउनेलाई के हुन्छ? एउटै घर छ, डिभोर्स हुँदा कसले पाउने? श्रीमानको नाममा घर छ, श्रीमतीको नाममा केही छैन। सम्बन्ध विच्छेद भयो, छुट्टिए, अनि श्रीमतीले आधा सम्पत्ति पाइन्, किन वा कसरी जान्न मन छ? भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियोले श्रीमान श्रीमती वा परिवारको सदस्य जो भए पनि तपाईलाई वा तपाईको परिवारलाई ठूलो गल्तीबाट जोगाउन र तपाईको कडा मेहनत र पसिनाबाट जोडिएको सम्पत्ति बचाउन सक्छ। नमस्कार, म अधिवक्ता निम छेत्री। भिडियो मार्फत नेपाली कानुन सजिलो भाषामा बुझाउने प्रयास गर्दै आइरहेको छु। आज कुरा गरौँ श्रीमान श्रीमती छुट्टिएपछि सम्पत्ति कसको हुन्छ? कल्पना गर्नुहोस् त, तपाई विवाह गरेर विदेश जानुभयो, 10 वर्ष लगाएर घर जग्गा जोड्नुभयो, सबै सम्पत्ति पति वा पत्नी एउटैको नाममा छ। किनभने राम्रो सम्बन्ध हुँदा विश्वासमा सहजता हेरेर कुनै एकजनाको नाममा राखिन्छ। एकअर्काले कहिले आफ्नो नाममा केही राख्नै पर्छ भन्ने सोचिएन, किनभने हाम्रो घर हो नि भन्ने नै थियो। तर एक दिन सम्बन्ध बिग्रियो, छुट्टिनु पर्ने अवस्था आयो। जसको नाममा सम्पत्ति छ उसले भन्यो, यो घर मेरो नाममा छ, तँलाई केही दिँदैन अथवा तैँले पाउँदैनस्। मुद्दामा यस्तै सुनिन्छ। कुनै श्रीमानले भन्छन्, मेरो नाममा भएको सम्पत्ति मेरो कमाई हो, मैले कमाएको, उसैको गल्ती छ, घरमा बसेर मस्ती गरेर खर्च गरेकी छे, को सम्पत्ति दिन्छ? यो सबै मेरो हो। कुनै श्रीमतीले भन्छन्, उसले वा उसको परिवारले जोडेको भए मेरो नाममा राख्थे र यो सबै मेरो मेहनतले वा मैले कमाएर किनेको हो, वा माइतीले दिएको वा ऋण गरेर किनेको हो, यस्तै यस्तै। तर के दुवैका यी कुराहरू ठिक हुन् त? दुवैको मेहनत र कमाई हुन पनि सक्छ, वा समय परिस्थिति अनुसार एउटा अलि बढी हुन पनि सक्छ। यस्तो अवस्था आयो भने तपाईलाई डर लाग्छ, अब के म केही पाउँदैन त? धेरै जसो नेपालीले के सोच्छन् भने जसको नाममा सम्पत्ति छ त्यही मात्र मालिक हो। श्रीमतीको नाममा भएपछि श्रीमानले पाउँदैन, श्रीमतीको नाममा केही नभए उनले केही पाउँदिनन्। छुट्टिएपछि जे भोगचलन गरिरहेको छ त्यही मात्र पाइन्छ। यो बुझाइ गलत छ र यही गलत सोचाइको फाइदा उठाएर धेरैले सम्पत्ति एक्लै हडप्ने प्रयास गर्दछन्। नेपालको मुलुकी देवानी संहिता 2074 अनुसार पति र पत्नी दुवै अंशियार हुन्, अर्थात् विवाहपछि परिवारमा जोडिएको सगोलको सम्पत्तिमा श्रीमतीको पनि समान कानुनी हक हुन्छ, चाहे जसको नाममा दर्ता भएको भए पनि। जुन कुरा हामीले पहिलेको भिडियोमा पनि भनेका थियौं, अंशियार